Hi Nipsey traders, welcome back. Quick Nipsey update before the market opens in next 25 minutes. एउटा राइजिङ वेज प्याटर्न फर्म भइरहेको छ आवरली चार्टमा. सो दिस इज अ बेरिस प्याटर्न है, यो बेरिस कन्टिन्युएसन प्याटर्न हो. अब यसमा चाहिँ तपाईहरुले याद गर्नुपर्ने कुरा भने चाहिँ लास्ट कपल अफ आवर्समा चाहिँ यो मार्केटले खासमा सपोर्ट लिन खोजेको एरिया भने चाहिँ 2619-20 को लेभल छ है. सो यो लेभलमा हिजो चाहिँ ब्रेकडाउन गरेर तल आयो. 2612 को लेभलसम्म आएको थियो हिजो मार्केट हैन, लो बनाएको थियो र त्यसपछि फेरि लास्ट आवरमा अलिकति बाउन्स ब्याक दिएको जस्तो देखिन्छ. तर स्टिल अब यो ट्रेन्ड लाइनलाई चाहिँ रेजिस्ट गरिरहेको जस्तो देखिरहेछ है. सो यो माथि जाँदै गर्दा यो ट्रेन्ड लाइनलाई रेजिस्ट गर्छ कि गर्दैन त्यो हेर्नु होला. र भोल्युम इज अन अ डिक्लाइनिङ फेज है. वी हेभ टु चेक द भोल्युम अन लास्ट आवरको बेसिसमा चेक गर्दा अझै मोर क्लियर हुन्छ, किनभने यो बीचबीचमा यो एसबिएल पिओको अनि डिबेन्चरहरूको पनि भोल्युमले गर्दा अलिकति स्पाइक आएको जस्तो देखिरहेको थियो है. सो लास्ट ट्रेडिङ डेमा 6 अर्ब जतिको भोल्युम आएको छ क्यारे हैन. आई थिङ्क इट्स 6 यस 6 लेट मी चेक वान डे ल 6 बिलियनको ट्रान्जेक्सन आएको रहेछ हैन. लास्ट डे चाहिँ खासमा यो 9 अर्बको देखे पनि यो 7 अर्बको मात्र आएको थियो हिजो है. सो 7 to 6 इज अन डिक्लाइन है. र अब यसमा डेलीमा पनि क्यान्डल चाहिँ स्पिनिङ टप क्यान्डल बनिरहेछ. मोस्ट प्रिफरली मैले चाहिँ यो आवरलीमा देखेको सिग्नललाई चाहिँ मैले हेरिरहेको छु हैन. सो आवरलीमा चाहिँ यो राइजिङ वेज प्याटर्न छ र यो बेरिस कन्टिन्युएसन प्याटर्न भयो. र यो भोल्युमलाई तपाईँले हेर्नुहुन्छ नि लास्ट आवरको भोल्युम हेर्ने हो भने डिक्लाइनिङ छ है. यो 2.24 बिलियन आएको थियो अक्टोबर 30 मा. सो त्यसको नेक्स्ट ट्रेडिङ डे नोभेम्बर 2 मा 1.96 बिलियन र त्यसपछिको नेक्स्ट ट्रेडिङ डे हिजोको दिनमा चाहिँ 1.8 बिलियन है. सो भोल्युम इज अन अ डिक्लाइन है. भोल्युम इज अन अ डिक्लाइन फ्रम हियर. इफ यु क्यान कनेक्ट दिस भोल्युम्स अफ द लास्ट आवर्स इट इज अन अ डिक्लाइन. त्यसपछि के भइरहेछ त प्राइस चाहिँ बढिरहेछ. मिन्स प्राइस जुन बढिरहेछ त्यसमा चाहिँ भोल्युमको स्ट्रेन्थ चाहिँ छैन है. र मैले अर्को नोटिस गरेको कुरा भनेको चाहिँ तपाईहरुको यो जुन आरएसए छ, आरएसएमा चाहिँ आवरलीमा हेर्नुहुन्छ भने तपाईहरुको सेल सिग्नल आइसकेको छ है. इफ यु प्योरली ट्रेड बेस्ड अन दी आरएसआई इन्डिकेटर, यहाँ चाहिँ यो मुभिङ एभरेज क्रस ओभर दिएको छ, सेल सिग्नल आइसकेको छ. तर यसको एउटा गुड थिङ के छ भन्दाखेरि यो 60 मा चाहिँ यसले सपोर्ट लिएर फेरि माथि जान खोजेको छ है. विच मिन्स यो 60 भन्दा माथि लेभल बस्नुजेलसम्म चाहिँ मार्केट बुलिस नै छ भन्ने कुरा हामीले चाहिँ आरएसबाट बुझ्ने कुरा हो. तर जुन रेट अफ इन्क्लाइन यहाँ थियो एकदम माइनर डिटेलमा एनालाइसिस गर्दाखेरि जुन रेट अफ इन्क्लाइनेसन यहाँ थियो नि त्यो यो जुन स्लोप थियो नि हेर्नु न कस्तो मजाले इन्क्लाइन भएको थियो. यहाँ अलिकति डिक्लाइनिङ छ है. यहाँ डिक्लाइन भयो भने आरएसएमा चाहिँ फेरि स्ट्रेन्थ छैन भन्ने कुरा बुझ्नु पर्यो. यो अलिकति माथि जाँदाखेरि यहाँ डाइभर्जेन्स देखिन पनि चान्स हुन्छ है. सो यो खालको यहाँनिर डाइभर्जेन्सको देखिने चान्स पनि हुन्छ यो आरएसएमा है. सो यो आरएसएमा नि यसरी स्ट्रेन्थ आइदिएन, भोल्युम पनि अन डाउन साइड भयो र यो 2620-22 को लेभलबाट पनि तलतिरै बस्न थाल्यो भने चाहिँ देन प्रफिट बुकिङको लागि हेर्नुपर्ने हुन्छ, जहाँ चाहिँ तपाईँको सिग्निफिकेन्ट राइज आइसकेको स्टकहरू ट्रेडिङ स्टकहरूमा तपाईँले प्रफिट बुक गर्न सक्नुहुन्छ है. र यो माथि गयो भने नि हाम्रो अब कतिसम्म जान्छ भने 2670 सम्म नै जाने देखियो है यहाँनिर है. किनभने यहाँनिर एउटा चाहिँ यो रेजिस्टेन्स पनि छ र यो राइजिङ वेजले पनि के भन्छ नि इभन इफ विथ अ माइनर भोल्युम यो माथि जान सक्छ, गयो भने पनि स्ट्रेन्थ चाहिँ लुज गरेर जान्छ आरएसआईले र यही लेभलमा रेजिस्टेन्स र डाइभर्जेन्स पनि देखिने चान्स हुन्छ है. सो अहिलेको लागि यही नै छ. र तल गयो भने चाहिँ अब नेक्स्ट लेभल अफ सपोर्ट हामीले म्याक्स हेर्ने भनेको यो 2550 को लेभलसम्म हो है. यहाँनिर आएर चाहिँ राम्रो खालको सपोर्टको एरिया छ. तर हामीसँग डेलीमा पनि चाहिँ सपोर्टको एरिया भने चाहिँ फेरि त्यही हाम्रो 2580 देखि यो जुन छ नि हाम्रो यो लेभल 2580 देखि 2606-7 को लेभल छ है. यो लेभलमा पनि हाम्रो राम्रो खालको सपोर्ट छ है. सो वाट काइन्ड अफ क्यान्डल रियाक्सन विल गेट इन दिस एरिया, वाट काइन्ड अफ भोल्युम रियाक्सन विल गेट हैन. एन्ड इफ देयर इज एनी सिग्निफिकेन्ट चेन्ज इन आरएसए इन टर्म्स अफ डाइभर्जेन्स वी निड टु चेक दोज थिङ्स है त. ल थ्याङ्क्स फर वाचिङ गाइज इन बी अलर्ट है त. थ्याङ्क यू.